guys, welcome to my new vlog. र सबैले नमस्कार। आज चाहिँ मम्मीले मलाई स्कुल छोड्न जान लाउनु भएको छ। म चाहिँ टाढो धेरै छ नि त। उसको महिना चलिरहा। अब मैले यहाँ भित्रबाट आएको छु। बाहिरबाट यो बाटो लाग्यो। अब हिँड्न जाम। सपोर्ट गरिदिनु होला। अब मेरो बर्थडे त गइसक्यो। बर्थडे गिफ्ट लाइक, सब्स्क्राइब र फलो। कस्तो राम्रो फुल हेर्नु नि त्यहाँ दामी फुल है। त्यो फुलको नाम के होला भन छोरी? लालु गुरा लालु पाते हो के हो के? अनामिकाको स्कुल जाने बाटो चाहिँ यता हो गाइस। हेलो गाइस, म चाहिँ स्कुल जान लागेको। मम्मी छोड्न हिँड्नु भएको। मेरो स्कुल जान लागेको यहाँबाट भित्रतिर। आज अनामिकाको स्कुल पनि देख्न सक्नुहुन्छ हजुरहरूले है। अनामिका घिमिरेको स्कुल। मेरो यो टोपी यस्तो हो कि आमा छोरी है, आमा छोरी। यत्तिकै यसलाई भिडियो बनाइदिएको। हेलो भन्नु नि तपाईँले। भन्नु भन्नु हेलो भन्नु नि। हेलो हाई हजुरले नि भनिदिनु न। यो चाहिँ मेरो भाउजू होइन रिसाइ। हेलो गाइस, मेरो स्कुल अगाडि चाहिँ घर बन्न लागेको छ। दुईजना मिस्त्रीको हात खुट्टा काटेको थियो। कहिले? अस्ति। हात खुट्टा होइन कि हातको यता खुट्टाको तलको एकजनाको एकै ठाउँमा भएको थियो। त्यही भएर उहाँ चाहिँ अहिले रेस्टमा हुनुहुन्छ। काम गर्न आउनु भएको छैन। अनामिकाको स्कुलको नाम बाबु एकाडेमी। गाइस, म चाहिँ मेरो स्कुल एकाडेमी अनामिकाको स्कुल चाहिँ अङ्कललाई गुड मर्निङ जाऊ बाई। कति भारी छ है ब्याग पनि। ल जाऊ मान्छेहरूलाई ब्याग छ बाहिर हेर। अहिले म लिन आउँछु है। मेरो छोरीको स्कुल गयौँ। कति रमाइलो छ स्कुल। हाम्रो स्कुल पढ्ने दिन गयो गाइस। अब चाहिँ म घरतिर लागेँ। हेलो गाइस, म चाहिँ नानीलाई पुऱ्याएर पनि आइसकेँ है। खानासाना खाएर अब चाहिँ किचन सफा हुन्छ। देख्न सक्नुहुन्छ। हेर्नु न घाम बनाएर कति दिन भयो। हेलो साथीहरू, मैले अब रुमसुम पनि सबै मिलाएर भ्याइसकेको छु। देख्न सक्नुहुन्छ है। अब यत्तिकै मेरो काम आज अलिअलि भ्याइयो। बिहानको लागि चाहिँ यस्तो छ। बिहानको काम चाहिँ भ्याइयो। त्यहाँबाट देख्न सक्नुहुन्छ। अब चाहिँ म हात खुट्टा धोएर यसो कपालसफा गर्छु गाइस। यस्तै छ। खुट्टा काट्ने मेसिन आउँदै है। खुट्टा काट्ने मेसिन होइन अस्ति हेरेको औषधि आज औषधिकै हो नि त। त्यही भएर अस्तिकै ड्रेस हो कि। हेलो गाइस, आज चाहिँ हामी फुटबल हेर्न आएर नि हारेर आज नि हिजो 0-1-4 भएको थियो। आज त झन् 0-4 बिजोकै भयो है। औषधिले हारेर दुईचोटि नै। अब केही छैन, जित्नु पर्छ भन्ने मात्रै छैन। अब आज नि गेम सेम खेलेर हारेर हामी घर जाँदा यस्तो छ।